हाई एभ्रिवान, गुड मर्निङ। आज म आएको छु पामजुमेरातिर अनि यो चाहिँ रह्यो यहाँको अन्डरग्राउन्ड टनल। यो टनलमा पुगेपछि चाहिँ सधैँ म सक हुन्छु कि एकचोटि चाहिँ। अब त्यो सक हुनुको रिजन चाहिँ के भनेदेखि यो टनल चाहिँ पानीभित्र बनेको छ कि समुद्रभित्र, अनि कसरी बनायो होला भन्ने लाग्छ कि आफैलाई। मतलब हामी चाहिँ समुद्र मुनि गाडीमा गुडिरहेछौँ कि कस्तो सम्झिँदा पनि होइन, विश्वास नलाग्ने कुरा हो नि त होइन। त्यो पनि हामी नेपालीलाई, जहाँ चाहिँ अहिले पनि गाउँ गाउँमा कतिपय गाउँहरूमा बाटो पुगेको छैन। लामो पो रहेछ है, आज पो याद गरेँ मैले पनि। टाइम हेरेर यसरी त मैले कहिले नि हिँडेको थिएन, आज चाहिँ भिडियो बनाउनको लागि मात्रै टाइम हेर्दैछु। 60 को स्पिडमा चाहिँ हामीले 1 मिनट लाग्यो ट्याक्कै।